अनि मैले अघि पनि भ्लगमा भनिसकेको थिएँ कि यो हस्तान्तरण म अमित भाइलाई गर्नेवाला चाहिँ अमित भाइको हस्तान्तरणहरू यस्तो भाइ कहाँ जाने म जाने बङ्गला सर गरिदिनु त हेलो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। फेरि पनि मैले दिल्लीमा नयाँ ब्लग लिएर आइसकेको छु अनि आजको ब्लग चाहिँ हाम्रो रहेको छ सिटी टुर भनौँ न। हामी दिल्लीको पुरा 6-7वटा एरियाहरू घुम्नेवाला छौँ, जसमा हाम्रो धेरैवटा कुतुब मिनार, अक्षरधाम, यसो 4-5वटा छ। पुरै सबैको नाम चाहिँ मलाई थाहा छैन। आज चाहिँ हाम्रो को हुनुहुन्छ हाम्रो आज ब्लगमा मेम्बरहरू भन्दाखेरि चाहिँ हाम्रो अमित भाइ साहब हुनुहुन्छ, हाम्रो अब त्यसको बाद हाम्रो यहाँ सुमित भाइ साहब हुनुहुन्छ, म्यान्डी भाइ साहब फेरि रेडी भएर आउन आँटिसक्नु भएको छ यहाँ। अनि यता हाम्रो विशाल भाइ साहब, आजको हाम्रो अर्गनाइज आन्टी चाहिँ हुनुहुन्छ हाम्रो बुनु आन्टीले ज्यादा गर्ने जाउँ होइन। अब हामी जाँदैछौँ। यहाँ चाहिँ हाम्रो कल्पना आन्टी यसरी बाई अरे आन्टीले बाई अरे बिना आन्टी चाहिँ जानु भएन, अलिकति तबियत खराब भएको कारणले। मेरो आउटफिट चेक गर्न सक्नुहुन्छ आजको, यसमा हुन्छ एकदम चटक। आधी मान्छे चाहिँ अगाडि गएर बस्नु। मैले चाहिँ यहाँ गाई छुर्दी खाइरहेको छु, तेरो मुख मेरो सुन्नेको जस्तो देखेर छुर्दी खानुपर्ने हुन्छ। द्याट्स वाइ अब यो ब्याग चाहिँ म अमित भाइलाई हस्तान्तरण गर्न गइरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ। हाई अङ्कल। अङ्कल रामा जाउँ होइन। अनि मैले अघि पनि भ्लगमा भनिसकेको थिएँ कि यो हस्तान्तरण म अमित भाइलाई गर्नेवाला चाहिँ अमित भाइको हस्तान्तरण। अनि आजको हाम्रो सबै प्लान हाम्रो बुनु आन्टीले भने आन्टी आयो भनिदिनु। हाम्रो आज कति 5-6 जग्गा छ घुम्ने। अनि यहाँ भाइ साहब भन्दैछ पानी। यस भाइ साहब, पानी वगैरह चाहिँ यो गर्न नेपालीमा बोल्नु न। पानीहरू त चाहिन्छ होला नि त यसमा, फेरि रोक्दैन ठाउँ ठाउँमा। यस त्यही भएर अब प्रिपेयर भएर हिँड्नु पऱ्यो नि त। अनि भाउजू आउनु न हो, भाउजू आइसक्नु भयो त, उता आइसक्नु हो। कति भाउजू आइ भनिदिनु ब्लगमा। नयाँ ब्लगमा हाम्रो भाउजू एकदम नयाँ बेहुली हो, भाउजू चट्टसँगले एकदम लजाउनु, अलिक धेरै लजाउनु हुनुभएको छ आजभोलि। हाम्रो भाइ साहबले यहाँ पुरा भिडियो बनाउँदैछ, सर्ट्स। सो गाइस अब हाम्रो गाडी आउँदैछ होइन, जुन बुक गरेछ त्यो गाडी आएपछि म गाडीको भित्रबाट बनाउँछु। अहिलेलाई चाहिँ प्राइभेट हाम्रो चाहिँ गाडी पनि आइसक्यो, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ ब्याट्री चाहिँ चार्ज भइरहेको छ गाडीको टपको V6। जुम पटाक जुम। तो हमारा जर्नी अब स्टार्ट हो रहा है। इंजीनियरिंग जाओ है ना जाओ। जय माता दी भन्ने के भन्छ नि टोटल हामीहरू 1 जना 4 5 6 7 8 9 10 11 निक्ल्यो नि त भाइ। यस लेट्स मैंडी भाई साहब। यस भाई साहब, गाना कनेक्ट होता है कि नहीं होता? भैया गाना कनेक्ट होता नहीं होता? यस, सिर्फ गाना सुनते ही जाएंगे, घूमते जाएंगे। भाई कहाँ जाने थे? वहाँ जाने बंगला सर। होइन 1000 रुपया।
ज्येष्ठ नागरिकहरू उहाँहरू चाहिँ भाइ कहाँ जानु जता गाडी जान्छ त्यता 1000 रुपियाँ भाइ 1000 हजुरहरूको ज्येष्ठ नागरिकको 10% डिस्काउन्ट गरेर कहाँ जाने भन्नु इन्डिया गेट इन्डिया गेटको भाडा 50 रुपियाँ दुईजनाको 100 रुपियाँ दिनु ज्येष्ठ नागरिक सो गाइज हामी चाहिँ अब यहाँ स्टार्ट भइसकेको छ नेपाली बङ्गला छ गुरुद्वारा अङ्कल अघि बनाइरहेको छ कि अनि भाइहरूलाई कस्तो हुँदैछ दिल्लीको मोज रमाइलो कस्तो लाग्छ यस बबाल रमाइलो हुँदैछ सुतिसक्यो उहाँ किन लागेछ भर्खरै हाम्रो स्टाफ के तिम्रो अब चाहिँ हामी यहाँनिर होइन के अरे चाँदनगरबाट स्टार्ट गर्दैछ हाम्रो फर्स्ट टुरको अनि हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ बङ्गलासा गुरुद्वारा भन्दा नि अब पूजा गर्ने ठाउँ होइन तर पन्जाबीको चाहिँ टेम्पल हो त्यो चाहिँ अनि सायद त्यहाँनिर अब भिडियोहरू बनाउनु भित्र चाहिँ दिँदैन चाहिँ भिडियो बनाइन्छ भित्रको भिडियो बनाउनु दिँदैन र अब मना हुन्छ त्यही भएर बनाइँदैन अन्त भित्रको भिडियो चाहिँ अलाउड छैन त्यसपछि अनि अब तपाईँहरूले अब बङ्गलासा गुरुद्वाराको फर्स्ट टुर चाहिँ अब तपाईँहरूलाई हामीले यसरी देखाउन सकिन्छ भित्रको नसके पनि होइन बाहिरको चाहिँ देखाइन्छ त्यसपछि फेरि दोस्रो हाम्रो टुर जहाँको डेस्टिनेसन हुनेछ त्यो चाहिँ म फेरि तपाईँहरूलाई अपडेट गरिदिन्छु अहिलेको लागि यति नै अनि अब के भन्नु अरे आमा जय नेपाल जय नेपाल जय नेपाल सो गाइज अहिले चाहिँ अब हाम्रो स्टार्ट भइसकेको छ अब म तपाईँहरूलाई अब जहाँ उत्रिन्छौँ त्यहाँको भ्यूहरू देखाउँछु भ्लग नकटा हेर्नु होला सो गाइज हाम्रो चाहिँ टोली तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले जाम छ होइन मैले देखाउँछु टोलीहरू भ्लग में वेलकम है भैया को सबैजनाले के गरिदिनु त हेलो एन्ड फाइनल गाइज हामी चाहिँ आइसकेको छौँ अहिले बङ्गला साहिब गुरुद्वारा हाम्रो फर्स्ट डेस्टिनेसन फर्स्ट हाम्रो घुम्ने ठाउँ बङ्गला साहिब गुरुद्वारा अनि आन्टी यहाँ फोटो खिचेर एकदम आफ्नो अनुहार यस्तो मिलाएर फोटो खिच्नु हुँदैछ सो भाइ साहब चलो अब चलो अब यहाँबाट भित्र चाहिँ बनाउनु अब भित्र चाहिँ बनाउनु दिन्छ दिँदैन थाहा छैन होइन बट जहाँसम्म बनाउनु दिन्छ त्यहाँसम्म चाहिँ बनाएर म तपाईँहरूलाई अफकोर्स देखाउने छु ब्लग हेर्नु होला चाहिँ इन्टर गरिसकेको छु होइन अब भित्र यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो पन्जाबीहरूले हाम्रो जुत्ताहरू आफ्नो फोटो तानेर पुस्लेर अनि पठाइदिन्छ सो गाइस हामी चाहिँ अब यहाँ चप्पल खोल्दैछौँ होइन चप्पल जुत्ता तपाईँको जे जे लान्छ त्यो ठुलो
हिँड्दै हिँड्दै बनाउँदै सो गाइस यहाँ देख्नु सक्छ यहाँ गोल्डन फिस भएकोले चाहिँ यो पुरै यो चिलहरू आएर यहाँ माछा लानु खोजेको र एन्ड फाइनल गाइड हामी चाहिँ अहिले निस्किसकेको छौँ बङ्गला साहिब गुरुद्वारा फोटो खिच्दै थिएँ होइन अनि हामी चाहिँ फाइनल निस्किसकेको छौँ बङ्गला साहिब गुरुद्वारा र भित्र चाहिँ अलाउड थिएन त्यही पनि मैले लुकेर अलिअलि बनाइदिएको छु होइन आन्टी अनि यो चाहिँ अब हामीले निस्किसकेको अनि यो चाहिँ हो गुरुद्वारा बङ्गला साहिब गुरुद्वारा भित्र चाहिँ भिडियो बनाउनु नदिएर अब त्यही हो उनीहरूको प्रशासनले दिँदैन भिडियोहरू बनाउनु त्यही भएर भिडियोहरू नबनाएको हो अनि बाँकी एक दुईवटा क्लिपहरू त हालिदिएको छ होला अनि ठिकै छ अब नखिच्नु पाए पनि बाहिरबाट भिडियो बनाएर छ तपाईँहरूलाई थाहा छ सो यही हो बङ्गला साहिब गुरुद्वारा भन्नु चाहिँ सो गाइज अब हामी चाहिँ फोटो सेसन चलिरहेको छ हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो बहिनीको फोटो सेसन चलिरहेछ फोटो अब प्रिटी देखियो प्रिटी फोटोमा प्रिटी देखिहाल्छ नि है राम्रो मान्छेले राम्रो देखिहाल्छ नि हाम्रो छोटो चाहिँ यहाँ चढिसकेको छ आन्टीहरू चढिसक्नु भएको छ अब यहाँ हाम्रो ग्रुप टोली आउँदै हुन्छ आमा दिदी चलिए चलिए ल है बिस्तारै बेना सो गाइज हाम्रो चाहिँ फेरि गाडी निस्किसकेको छ अब हामी नेक्स्ट डेस्टिनेसन जाँदैछौँ मेरो चाहिँ मुखमा छुर्पी छ मेरो ब्लगमा नेपाली अब जाँदैछौँ जय बङ्गला साहिब गुरुद्वाराबाट हामी निस्क्यौँ वाहेगुरु जी का खालसा वाहेगुरु जी खालसा वाहेगुरु जी फतेह बोले सोनिया सत्य पटेल वाहेगुरु जी फतेह हामी तिनजना चाहिँ मस्त बजाएको छौँ होइन पछाडि यस्तो आनन्द सिट छ हाम्रो टक्कसँगले देख्न सक्नुहुन्छ यस्तो गएर खुट्टा यस्तो पसार्ने अनि जिउ यता थेचार्ने अनि सुमितलाई यता राख्ने साइडमा कस्तो मजा आइरहेछ गाइस ब्याक सिट एन्ड गाइज हामी चाहिँ आइसकेको छौँ फेरि लाल किल्ला तपाईँहरूलाई देखाउँदैछु जुन सो गाइस वेलकम कैसा लगा आपको कैसा लगा लाल किला लाल किल्ला सो यहाँबाट चाहिँ हामी यहाँभित्र छिर्नुपर्ने हुन्छ पुरा क्राउड पुरा ट्याटा टुटु देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ ट्याटा टुटु हिँडै जाने आमा एकदम हिँडेर ल जाउँ यस